हाम्रो चाहिँ तामाङकोमा चाहिँ जाँड मात्रै हो। मेरो भनाइ चाहिँ के भन्दाखेरि यो जाँड चाहिँ हाम्रै हो, रक्सी चाहिँ हाम्रो होइन है। जाँड चाहिँ हाम्रो पुर्खालाई पनि चाहिने रहेछ, के अरे उसलाई पनि के अरे पाहुनालाई पनि चाहिने रहेछ, देउतालाई पनि चाहिने रहेछ, तर त्यो तरिका रहेछ। रक्सीले त हाम्रो समाज त विकृत पार्यो। तामाङ समाज पछाडि पार्ने मुख्य कारणहरू मध्येमा हामी सबैले के पत्ता लगायौँ भने यो जाँड रक्सी। यसले हाम्रो दिमाग पनि बिगार्यो, हाम्रो समय पनि बर्बाद पार्यो, हाम्रो अर्थतन्त्र पनि बर्बाद भयो होइन। हामीले गर्नुपर्ने सबै प्रगति गर्न नसक्ने मात्रै होइन, हामीलाई अरूले हेप्ने चलाउने होइन, अनि चाहिँ के अरे यो एक आपसमै जुधाउने काम पनि त्यसैले गर्यो। अब दुध र पानीको कुरै गर्नु परेन, जाँडको कुरा गरौँ। मैले रक्सी भन्दिनँ, जाँड। रक्सीलाई हामी के भन्छौँ? आराक भन्छौँ होइन। आराक आराक भनेको हाम्रो शब्द होइन। आराक भनेको कहाँबाट आएको? अरबबाट आएको है। नेवारले आइला भन्छ। कसरी यो खस नेपालीले रक्सी भन्ने थाहा छैन, तर आराक भनेको शब्द चाहिँ उसबाट आएको। हाम्रो चाहिँ तामाङकोमा चाहिँ जाँड मात्रै हो। जाँड भने त हाम्रो शब्द होइन। हाम्रो शब्द के छ? तपाईँले देउतालाई चढाउनु भयो त्यो जाँड भने धुच्चे धुच्चे भयो, त्यो अमृत भयो, त्यो त्यही जाँड हो। तर मरेको पुर्खालाई चढाउनु भयो भने के हुन्छ? त्यही जाँड फुइठम भयो, फुइ। म चाहिँ नि मेरो मेमेलाई, मरेको मेमेलाई चाहिँ फुत भन्छ कोही ठाउँमा, फुत चढाउनु। पाहुनालाई बोलाएर खुवाउनु पर्यो, पाहुनालाई के खुवाउनु हुन्छ? त्यही जाँड के भन्छ? मान गरेर भन्यो भने जाँडलाई के भन्छ? केम केम सोल्गो, केम सोलो। पाहुनालाई केम भयो त्यो जाँड होइन। हामी आफै खाने के भन्छ? त्यो बेला के भन्छ? जी जी सोल्गे, जी थुङ्गे होइन। अरू के शब्द छ? 9वटा शब्द रहेछ जाँडलाई बुझाउने। हेर्नुहोस् त, भप होइन, भप सोल्गे। मैले यो भाप त अझै लेखेन छु। कुन कुन छ भन्नुहोस् त ल। यो अब भाप भनेको चाहिँ अझै के भने भर्खर बन्न लाग्यो भने भप, अलिक छिप्पिएपछि अर्कै होइन। के अरे चामलको बनाएको भयो अर्कै, जौको बनाएको भयो अर्कै, मकैको भयो अर्कै, नाम पनि फरक रहेछ होइन। हेर्नुहोस् है त, अरू के छ? अनि कोदोको बनायो भने त्यसलाई के भन्छ? झिरमा। कतिपय बेलामा कुल देउतालाई चढाउन चाहिँ त्यही झिरमा चाहियो, झिरमा पनि चाहियो। अनि झिरमा हुन्छ जी जी, अनि निङ्गु निङ्गु भन्छ होइन, निगारलाई। अरू अर्कोमा नआएको के छ? भलु भन्छ भन्दैन? भाब्रो भलु हो, भलु पनि अर्को नाम हो होइन। अनि त्यसपछि तोङ्बा चाहिँ हाम्रो होइन कि जस्तो लाग्छ। तोङ्बा चाहिँ शेर्पाको पनि होइन, लिम्बूको है। यो लिम्बूको हो, तिब्बतीयनको पनि होइन, तिब्बतीयनको छ्याङ मात्रै हो होइन। तिब्बतीयनको छ्याङ मात्रै भन्छ जस्तो लाग्छ होइन। त्यसले गर्दाखेरि तामाङ समाजले हजारौँ हजार वर्ष अघिदेखि यो हिमालय पर्वतमा बसेर खानेकुरा विभिन्न परीक्षण गर्दै हेर्दाखेरि यो जाँड बनाएर खाने तरिका चाहिँ यसरी देखिन्छ होइन। त्यसो मतलब चाहिँ मेरो भनाइ चाहिँ के भन्दाखेरि यो जाँड चाहिँ हाम्रै हो, रक्सी चाहिँ हाम्रो होइन है। जाँड चाहिँ हाम्रो पुर्खालाई पनि चाहिने रहेछ, के अरे उसलाई पनि के अरे पाहुनालाई पनि चाहिने रहेछ, देउतालाई पनि चाहिने रहेछ, तर त्यो तरिका रहेछ। अब के हुन्छ त? सगुन भनेर बिहामा दिँदाखेरि त्यसमा खालि पिउने कुरा मात्रै हुँदैन, त्यहाँ अरू चाहिँ नि रोटी हुन्छ, खानेकुरा हुन्छ, त्योसँग ठोङ्जे हुन्छ। ठोङ्जे होइन, होइन अब रक्सीसँगै त अब केही त खानु पर्यो होइन। ठोङ्जे ठोङ्जे एउटा उखान रहेछ है,
यो के अरे मान सम्मान सहित तपाईँले पाहुनालाई दिँदाखेरि चाहिँ अब रक्सी अनि रोटी त्यहाँबाट खुवाउँछ त्यो तिनवटा चाहियो होइन अनि ह्योल्मै ह्युल्ली भन्नुहोस् है त टेबल ह्युल्ली भिकबारे भिक्प भने चाहिँ एकदम राम्रो ढङ्ग छैन किनभने उसले दिन्छ अरे होइन औँसे पनि दिन्छ त्यो सबै तिनटै कुरा दियो तर चाहिँ नै हिक्पा चाहिँ ढङ्ग चाहिँ हुँदैन त्यो डाक्क दियो खाने मात्रै हो तर यो के भन्छ टेबल युल्डी हिक्पारे ह्योल्मै युल्डी थौजे हाल्यो ह्योल्मोमा चाहिँ थौजे चाहिँ छैन टेबल के अरे छ्याङ्दै छ्याङ्दै टक्कर आएर राम्रो पारेर दिनु चाहिँ थौजे चाहिँ छैन भनेर अलिकति त्यो बेलाको ठट्टाको कुरा पनि होला होइन त्यो हुँदाखेरि त्यो थौजे अनि त्यसपछि चाहिँ तपाईँको रोटीलाई के घ्याङ घ्याङ र चाहिँ नि एउटा सगुन त्यहाँ हुने भयो त्यो भनेको जेनरली चाहिँ तपाईँको के अरे जाँड हुनुपर्ने रहेछ पछि डिस्टिल गरेपछि चाहिँ तपाईँको थौजे के भन्छ रक्सी आउन थाल्यो होइन अब त्यसरी चाहिँ रहेछ त्यसले गर्दाखेरि अब के गर्ने त यो रक्सीले त हाम्रो समाज त विकृत पार्यो तामाङ समाज पछाडि पार्ने मुख्य कारणहरू मध्येमा हामी सबैले के पत्ता लगायौँ भने यो जाँड रक्सी यसले हाम्रो दिमाग पनि बिगार्यो हाम्रो समय पनि बर्बाद पार्यो हाम्रो अर्थतन्त्र पनि बर्बाद भयो होइन हामीले गर्नुपर्ने सबै प्रगति गर्न नसक्ने मात्रै होइन हामीलाई अरूले हेप्ने चलाउने होइन अनि चाहिँ के अरे यो एक आपसमै जुधाउने काम पनि त्यसैले गर्यो अब के गर्नु भन्दा मेरो सुझाव चाहिँ अब लामाज्यूहरूले भन्ने कुरा भन्नुभएको कुरा म पूर्ण सहमत छु लामाज्यूहरूले चाहिँ खाने नखाने पञ्चशील होइन मद्यपान नगर्ने त पञ्चशीलमै पर्यो अझ लामाज्यूहरूले त कम्तीमा पनि 10 शील पालन गर्नुपर्छ होइन कम्तीमा त्योभन्दा पनि धेरै छ हुन त तान्त्रिक लामाहरूले नाक्पाहरूले चाहिँ आफ्नै नियमहरू हुँदो रहेछ तैपनि अब मद्यपान गरेर त योग साधना त हुँदैन होला हजुर त्यसले गर्दाखेरि लामाज्यूहरूलाई यो टोटली यो लागू गरौँ कि तपाईँको झाझाङमा बसेर हेवा काम गर्दाखेरि अथवा पूजापाठ गर्दाखेरि त्यहाँ चाहिँ पटक्कै नखाने अब साधारण जीवन बिताउँदाखेरि खेतबारीमा जाँदा खानुपर्ने होला पाहुना जाँदा पार्टी जाँदा खानुपर्ने होला त्यो अर्को कुरा होइन तर हाम्रोमा विकृति आयो अब यो विकृतिलाई कसरी खाने अमेरिकनले जापानिजले खाने तरिका र हामीले रक्सी खाने तरिका मिलेन उहिले हाम्रो पुर्खाले राम्रोसँग खान जाने रहेछ छिक्क खाने जाँडलाई सगुन बराबर मात्र खाने सगुनमा कति खान्छ अलिकति खान्छ नि होइन अथवा यसरी मात्रै खान्छ हामीले त्यस्तो घोक्यौँ कि सुँगुर बराबर भयो होइन शेरतुङबाट मैले एउटा चाहिँ गीत कलेक्सन गरेको थिएँ त्यो गीतमा चाहिँ त्यहाँको भुमसङ गाउनु हुने मेमेले गाउनु भएको यो यो के अरे बापको चाहिँ गीत थियो कि त्यो गीतमा के भन्नुभएको थियो भने तपाईँले पहिलो सगुन खानु भएपछि तपाईँ कोइली जस्तो हुन्छ तपाईँको बोली यति मिठो हो तपाईँको मुहार एकदम हँसिलो सबैलाई राम्रो मनपर्ने एक सगुन खायो अनि दोस्रो खाएपछि तपाईँ चाहिँ सर्प जस्तो हुँदै जान्छ रिस मात्रै उठ्ने कसलाई डसौँ तेस्रो खाएपछि सुँगुर जस्तो हुन्छ अनि नाम पनि छ पाहुना आउने बित्तिकै के हुन्छ ढोन्छ्याङ डोन्बोलाई डोन्बो भने पाहुनालाई स्वागत गर्ने छ्याङ होइन अलिकति अनि हुँदा हुँदा चाहिँ अनि खाँदै गइसकेपछि लामछ्याङ अरे लामछ्याङ भने चाहिँ के हो जाने बेलामा बाटोको लागि होइन त्यहाँसम्म नपुग्नु त्यसपछि पनि खायो भने चाहिँ त्यो छ्याङलाई के भन्नु अरे भने दुर्छ्याङ भन्नु दुर्छ्याङ भनेको के हो दुर्छ्याङ भनेको दुर्सतिर जाने छ्याङ क्या त्यसपछि तपाईँलाई दुर्स पुर्याइदिन्छु त्यसले गर्दाखेरि मेरो चाहिँ नै अहिलेसम्मको सुझाव के हो भने तामाङ पुर्खाले चाहिँ यसरी 9-9वटा शब्द कथ्नु भनेको त कतिखेर खाने कसरी बनाउने त्यो सबै जाने हो नि त त्यसो मतलब उनीहरूले चाहिँ यो कसरी खाने कतिखेर खाने कति खाने
भन्ने तामाङलाई थाहा छ, त्यो हामीले बिर्स्यो आज। त्यसले गर्दा हाम्रो समाज बर्बाद भयो। त्यसकारण कति खाने भन्दा ठिक्क सगुन जति मात्र खाने, होइन, त्योभन्दा बढी नखाने। खाँदै नखाऊ भन्यो भने पनि के हुन्छ भने हामी पनि के अरे ऊ जस्तै होला फेरि, होइन। अब जति नखाऊ भन्यो फेरि मान्छे खोज्न थाल्छ, त्यो ब्ल्याक हुन्छ, होइन। त्यसले गर्दाखेरि यो नखाने साथीहरू के हुन्छ भने खान जान्दैन, वाप खान्छ, एकता लडिहाल्छ नि, होइन, नयाँ मतवालीहरू। त्यो तपाईँहरूले मलाई चाहिँ के लाग्छ भने सर्वसाधारण हामीले चाहिँ यसलाई कसरी सेवन गर्ने भन्ने कुरा राम्रोसँग सिकाउनु पर्यो, ठिक तरिका। यो औषधि हो, तपाईँ भिटामिनहरूमा अल्कोहल हालेको हो, तर त्यसको कुनै पनि चिज बेसी चाहिँ नै दुरुपयोग गऱ्यो भने त्यो त पोइजन त भइहाल्छ नि। त्यसलाई तामाङ समाजमा पुर्खाले यस्तो सिर्जना गरेको छ, यो खानेकुरा हो, यो खानेकुरा संसारभरि छ, यसको थाहा छ। हजारौँ वर्ष अगाडि चाहिँ यो पत्ता लगाएर छ मान्छेले, होइन। हामीले हिमालयमा बसेर भ्रामा बनाएका छौँ। इन्ट्रेस्टिङ कुरा के छ भने भ्रामा चाहिँ तामाङ महिलाले मात्रै बनाउँछ। त्यो भ्रामा चाहिँ ब्राह्मा, त्यो ब्राह्मा यो भापमा मिसाउने बेलामा लोग्ने मान्छेलाई पस्दिँदैन। तपाईँ याद गर्नुभएको छ है, होइन, पहिला पहिला। अब व्यापारीकरण गयो झारको कुरा, त यो महिलाहरूले मात्रै जान्ने चाहिँ एउटा ऊ हो, होइन। यो एउटा चाहिँ गिफ्टको रूपमा हामी दिन्छौँ, होइन, के अरे के भन्छ कोसेलीको रूपमा दिन्छ। यसको महत्त्व छ, तर यसको दुरुपयोग भयो। यो दुरुपयोगलाई कसो गरी रोक्ने, यस यो यता पो जानुपर्छ कि